र बुढी आज त तिमीले मेरा नराम्रा बानीहरू के छन् भन, दिल खोलेर भन, म चाहिँ माइन्ड गर्दिन ल, बुझ्यौ? बानी ओहो हो नि बानी त साह्रै राम्रो नि मेरा बुढाको गाई। म त कति भाग्यमानी मैले त मेरो बुढाको खुट्टा दिनदिनै मुख सारेर जल दिनदिनै खायो भने पनि कम हुन्छ बुढा। त्यति राम्रो बानी भएको बुढो मलाई परे, भगवानलाई धेरै धेरै धन्यवाद। अलिकति यसो सुधार्नु पर्ने भनेको रातभरि घुर्नी, दिनभरि घाम चार्नी, उठेसी झर्किनी र फर्किनी हेर्ने, काममा कोही पाइएनन्, तासको खेल कोही पाइएन भने आउनी र मोबाइल थिच्ने, अनि त्यसपछि 3-4 महिनासम्म बुढा नुहाउनु न भन्दा पनि ननुहाउनु। पुयो भयो।